वातावरण भनेको के हो? व्हाट इज इन्भाइरोमेन्ट? वातावरण इन्भाइरोमेन्ट शब्दमा वातको अर्थ चारैतिर ढाकिएको वा फिँजिएको वायुको ढकनी हो। वातावरणको समानार्थी शब्द पर्यावरण अथवा इकोलोजी हो, जसमा परिको अर्थ चारैतिर घेरिएको परिवेश नै पर्यावरण इकोलोजी भनेर बुझिन्छ। वास्तवमा जीवन र यसको विकासमा प्रभाव पार्ने बाहिरी सबै अवस्था नै पर्यावरण हो वा प्राकृतिक अवस्था र त्यसप्रति मानवले विकासको लागि गरेको व्यवस्थाबाट वरिपरि जुन स्वरूप सृजना हुन्छ त्यसबाट वातावरण बन्दछ। वातावरणले जीवजन्तु र मानव जीवनका विविध पक्षमा प्रभाव पार्छ। वातावरण भन्नाले आफ्नो वरिपरि रहेको कुनै पनि जैविक भौतिक वस्तुहरूको सम्मिश्रणलाई मान्न सकिन्छ। प्राकृतिक तवरले रहिआएको देशको वातावरणलाई संरक्षण गरिराख्नु अति आवश्यक हुन आएको छ। विश्वको सामु नेपाल अझ पनि शान्ति देश र स्वच्छ वातावरण भएको देश मानिएको छ। विकास जब बढ्दै जान्छ स्वत प्राकृतिक वातावरणलाई पनि संरक्षण गर्दै लैजान सकेमा मात्र स्वस्थ विकास भएको भन्न सकिन्छ, अन्यथा ती विकासले अर्को विनाश पैदा गरिरहेको हुन्छ। भूजल, जीवजन्तु, सौर्य जगत तथा वायुमण्डल नै हाम्रो पृथ्वीको परिधि हो भने त्यस वातावरणभित्रका असंख्य वस्तुहरूलाई समेटेर एक ठोस कार्य स्वरूप दिन नै विकास हो वा प्राकृतिक र मानव बीचको सन्तुलनलाई नै वातावरण सन्तुलन भनिन्छ। मानवले प्रकृतिको नियमको अध्ययन, अनुभव र अनुसन्धान गरी अनुकूल वातावरण सिर्जना गरी आफ्नो फाइदा र हित हुने प्रकारले प्रकृतिसँग मिल्न सक्नुपर्छ। प्रकृतिसँग सीधा विरोध नभई प्रकृतिको गतिविधि सँगसँगै मानवले आफ्नो विकास कार्य सम्पादन गरेमा मात्र वाञ्छित उद्देश्य हासिल हुन सक्दछ। प्राकृतिक प्रणालीमा मानवले व्यापक हस्तक्षेप गरे वातावरण असन्तुलन हुन पुग्दछ। यहाँ वातावरण र पर्यावरण, इन्भाइरोमेन्ट एन्ड इकोलोजी समानार्थी शब्द हुन्, तर यहाँ पारिस्थितिक इकोलोजी भिन्नै शब्द हो। इन्भाइरोमेन्टबाट वातावरणले समष्टिगत अवस्था जनाउँछ। पारिस्थितिक इकोलोजीले शास्त्रले जीव र वातावरण बीचको आपसी सम्बन्ध अध्ययन गर्दछ। बिरुवा, जीवजन्तु र यिनको समष्टि वातावरणको आपसी सम्बन्ध नै पारिस्थितिक शास्त्रको रूपमा रहेको छ। पारिस्थितिक शास्त्र विज्ञानको सुसङ्गठित शाखा हो, तर वातावरण चाहिँ धेरै प्रकारको वा एकै प्रकारको कुनै पनि स्थान विशेषको सम्पूर्ण अवस्था भन्ने गरिन्छ। वनस्पति पारिस्थितिक वैज्ञानिक प्लान्ट इकोलोजिस्ट विद्वान तास्ले को भनाइ अनुसार प्रभावकारी अवस्थाहरूको सम्पूर्ण योग जसमा जीवन रहन्छ वातावरण भनिन्छ। त्यसरी नै अमेरिकी वैज्ञानिक निकोलस ले पनि फिटिङ र तास्लेले जस्तै वातावरणको परिभाषा दिएको छ। एक अर्को अमेरिकी मानवशास्त्री एन्थ्रोपोलोजिस्ट हस्कोबिस मानवशास्त्री हस्कोबिस को शब्दमा वातावरण ती सबै बाहिरी परिस्थिति र एक्सटर्नल कन्डिसन र प्रभावहरू इन्फ्लुएन्स को योग हो जुन प्रगतिको जीवन र विकासमा प्रभाव पार्दछ। स्रोत हस्कोबिस, एमजे मैन एन्ड हिज वर्क्स, न्यू योर्क 1945। वातावरणमा यसरी मानव साधनले वातावरणलाई प्रभावित पार्दछ भने वातावरणीय स्थितिमा हुने परिवर्तनले नै मानव साधनलाई प्रभावित पार्दछ।
वातावरण र विकास एक अर्काका पूरक हुन्। विज्ञान तथा प्रविधिमा भएको द्रुततर विकास र त्यसबाट सृजित औद्योगिक विकासको कारण एकतर्फ मानवीय जीवन सहज बन्दै गएको छ भने अर्कोतर्फ समग्र पृथ्वीको वातावरणले प्रतिकूल प्रभावको सामना गर्नु परेको छ। वातावरण भन्नाले चाहिँ पृथ्वीमा रहेको एउटा समष्टिगत रूप रहेको जो मानव र प्रकृतिसँग मानवको कार्य र प्रकृतिको अवस्थासँग मिश्रण हो। यस भिडियोलाई लाइक, सब्स्क्राइब र सेयर गरिदिनु हुन अनुरोध छ। यस्तै भिडियो तपाईहरुले हेर्न सक्नुहुन्छ। अहिले हेर्नु भएको भिडियो चाहिँ तपाईले के हेर्नु हुँदैछ भने नेचरल रिसोर्स एन्ड म्यानेजमेन्ट प्राकृतिक स्रोत व्यवस्थापन एमए फर्स्ट सेमिस्टर रुरल डेभलपमेन्ट बाट तपाईले हेर्नुहुन्छ। यसका विभिन्न भागहरु फेरि पनि तपाईले भिडियोमा हामी लाउने छौं। तपाईहरुले यसलाई लाइक, सब्स्क्राइब र शेयर गरिदिनु हुन अनुरोध छ। लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् के कस्तो कमी घटी छ तथा सब्स्क्राइब पनि गरिदिनु हुन अनुरोध छ। धन्यवाद।